हामी आधी केजी मासु किन्यौँ भने हड्डी नहालाई भाइ, बोसो नहालाई, राम्रो जोखेर दिउँ भन्ने मान्छेले 1 केजी प्याज किन्यौँ भने बोराभरि, आधी केजी टमाटर किन्यौँ भने ढाकीभरि छान्ने मान्छेले, देश चलाउने मान्छे चुन्दा चाहिँ छान्नु पर्दैन? छान्नु पर्दैन? हामीले 5 वर्षसम्म देशको कानुन लेख्ने मान्छे छान्दा चाहिँ झन्डाले आँखा स्याप्प छोपेर आँखा चिम गरेर खाल्डा नागे जस्तो गर्ने हामीले गल्ती यहाँनिर छ। अब यो नहोस् भन्न खातिर तपाईँहरूलाई जगाउनका लागि आएको पानी खुवाउने पैसाले पिकनिक खुवाइराखेको छ। के को लागि? तपाईँको भोटको लागि। चुनाव भनेको चाड होइन, पिकनिक खान जाने समय होइन, चुनाव भनेको परीक्षा हो। फेरि के भन्छ यसले भनिराखेको? चुनाव भनेको कस्तो परीक्षा हो भने विगत 5 वर्षमा हाम्रो धरानको शान्ति सुरक्षाको अवस्था कस्तो थियो? कति मान्छे कुटिए, काटिए, अन्यायमा परेको मान्छेले न्याय पाए कि पाएन, यी कुराहरू लेखाजोखा गर्नुपर्छ। खाने पानीको अवस्था कस्तो थियो? बाटोघाटोको अवस्था कस्तो थियो? स्वास्थ्य शिक्षाको अवस्था कस्तो थियो? हामीले उपचार राम्रोसँग सही तरिकाले पायौँ पाएनौँ? कोभिड आयो, हामीले भ्याक्सिन सही समयमा पायौँ पाएनौँ? है, कोभिड अस्पतालभित्र हाम्रो कस्तो खालको उपचार भयो? कतिजना मान्छेले स्वास्थ्य लाभ गरेर फर्के, कति अकालमा मर्नु पर्यो? सम्पूर्ण कुराहरूको हिसाब किताब गरेर यो आउने 5 वर्षमा कस्ता मान्छेहरूले चुन्छौँ भन्ने कुराको जाँच दिने समय हो। यो नाच्ने गर्ने समय हो र? म प्रश्न गर्न चाहन्छु, म तपाईँहरूलाई जानकारी दिन चाहन्छु। अरूले तपाईँहरूलाई यो भन्दैनन्, अरूले त आउने बित्तिकै एउटा खतरा माला लगाइदिन्छ, ल मलाई भोटै भनेर खुट्टामा ढुक्छ। म त्यो गर्दिनँ। तपाईँहरूलाई मैले ज्ञान दिनु छ, तपाईँहरूलाई मैले चेतना दिनु छ भन्ने मलाई लागेको छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, चुनाव भन्ने कुराको अर्थ हुन्छ चुन्नु। चुन्नु भनेको छान्नु, छान्नु भनेको सबभन्दा राम्रोलाई लिनु। त्यसो भएको कारणले यसपालि धरानको मेयर बन्ने आकांक्षीहरूमध्ये, उम्मेदवारहरूमध्ये हर्क साम्पाङ यानि कि म यहाँ तपाईँहरूको चोकमा बोलिरहने व्यक्ति, जसले खाने पानीको, स्वास्थ्य शिक्षाको, बिजुली बत्तीको, बाटोघाटोको, बजार व्यवस्थापनको, महँगी नियन्त्रणको जस्ता कुराहरू, यहाँसम्म कि एमसीसी जस्ता कुराहरूको तपाईँको चाहिँ कुरा उठाएर हिँड्यो, त्यो व्यक्ति पनि यसपालि चुनावमा भाग लिँदैछ। तपाईँहरूले किशोर राई, मन्जु भण्डारी लगायतका मान्छेहरूसँग मलाई पनि उभ्याउनुपर्छ। अनि तपाईँहरूको कुरा बुझ्ने, तपाईँहरूको भावना बुझ्ने, तपाईँहरूको चाहना बुझ्ने, तपाईँहरूको आवश्यकता बुझ्ने मान्छे को त तिनीहरूमध्येबाट भनेर सबभन्दा राम्रो कुरा छान्नुपर्छ। सबभन्दा राम्रो मान्छे छान्नुपर्छ, त्यसलाई भन्छ चुनाव। तर हाम्रो देशमा के छ? पार्टी पार्टी भन्छ। के हो पार्टी भनेको? तपाईँहरूलाई प्रश्न गर्न चाहन्छु। हाम्रो आवाज सुनिराख्ने कोही कसैले यहाँ मलाई आएर पार्टीको परिभाषा भनेर जानु त लु, के हो पार्टी भनेको? हावामा केही आउँदैन, त्यतिकै कुदेको छ। पार्टी भनेको त त्यो खानपिन गर्ने पार्टी चाहिँ होला होइन? सेनाको जम्बो टोली गएर चाहिँ तपाईँको उता गएर 65 लाखको मासु र बियर खाएको त्यो पार्टी हो? त्यही मात्रै हो पार्टी तपाईँहरूले बुझेको। पार्टीको परिभाषा थाहा छैन, सिद्धान्त के हो थाहा छैन। तपाईँको पार्टीले धरानलाई, यो देशलाई कुन दिशामा मोड्ने, कुन गन्तव्य पुर्याउने केही थाहा छैन। त्यतिकै हावामा कुद्ने तपाईँहरू हुँदैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, केही कुरा थाहा नभइकन, केही तपाईँको छैन सैद्धान्तिक ज्ञान, केही तपाईँको छैन शैक्षिक ज्ञान नभइकन पार्टीमा होमिएर तपाईँको छैन 15 वर्ष झन्डा बोकेको भरमा टिकट पाएर आएका मान्छेहरूले गफलारो हुन्छ यहाँ हुँदैन। त्यस्ता मान्छेलाई ठुटे नेता भनिन्छ। ठुटे नेताको पछाडि लागेकै कारणले आजसम्म धरानी जनताले खाने पानीसम्म पाएको छैन। खाने पानी त पाएको छैन, अरू कुरा के गर्ने? यो बाटोहरू चिल्लो देखिन्छ। यो नगरपालिकाले बनाइदिएको बाटै होइन। यो बाटोको बिचसम्म तपाईँले जग्गा दिनुभएको छ, लगत कच्चा गरेको छैन। 10 धुर माटो किनेको, 3 धुर माटो बाटोले लगिसक्यो, कर चाहिँ 10 धुरकै तिरिरहेको छ मान्छेले होइन? अनि भोटले नापी यताबाट पनि पैसा उठाएको छ, यताबाट पनि पैसा उठाएको छ, दुईतिरैको उठेकोले तपाईँको बाटो बनेको छ। के भएको छ खोइ? तपाईँले घर बनाउनु भएको कहीँ कतै तपाईँको बन्दुक बोकेर बनाउनु भएको हो, या कहीँ कतै तपाईँको छैन कसैको होइन झाडु मारेर, कसैको छैन तपाईँको छैन जुठो भाँडा माझेर बनाउनु भएको हो? केही न केही त गर्नु भएको हो विदेशमा।
यो 90% 95% यी घरहरू सबै विदेशी तपाईको भूमिमा हामीले चुहाएको पसिना र बगाएको रगतको कमाई हो। यो देशमा हामीले किन गरी खान सकेनौं? के भयो त भन्दाखेरि पार्टी भनेर लाटालाटी भएर हिँडिरह्यौं नि त। त्यो भएको कारणले आज 80 लाख युवा विदेशमा काम गरिरहेछ। लड्काका लड्का तपाईको छैन युवाहरू किशोरहरू म यसो बडो टिट लाग्छ हेर्छु 200-300 को लाम लागेर छैन ब्रिटिस आर्मीमा भर्ती लाउनलाई कुदिरहेछ। देख्छौं हामी यो देशमा भविष्य खोइ कसले गर्दाखेरि यस्तो भयो भन्दाखेरि हामीले नेतालाई नदोषौं। हामी आफ्नो भोट हाल्ने हात ढुङ्गाले किच्छौं। अब अलिअलि रगत निस्किन्जेल किच्छौं, साह्रै चाहिँ नखिचाइहालौं, काम लाग्छ फेरि भात खानु पर्यो होला, अलिअलि चाहिँ किचाउँदा हुन्छ। किनभने हामीले जहिले पनि भेडा भएर पार्टीको झण्डाले घाँटीतिर आँखा स्याप्पै बाँधेर हामीले भोट हाल्यौं क्या। चुनाव चिन्हले काम गर्ने हो र? खालि चुनाव चिन्हलाई भोट हाल्यो, चुनाव पार्टीको चुनाव चिन्हलाई भोट हाल्यो। चुनाव चिन्हले काम गर्ने भने यो चोकमा एउटा ठूलो सूर्य बनाउनु, त्यसले काम गर्छ। ठूलो रुख बनाउनु यहाँ, त्यसले काम गर्छ। ठूलो हँसियाको एउटा हलो बनाउनु यहाँ चोकमा, त्यसले काम गर्छ। निर्जीव चुनाव चिन्हले काम गर्दैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, काम गर्नका लागि एउटा असल व्यक्ति चाहिन्छ। त्यो व्यक्ति तपाईले चुन्ने कि नचुन्ने, त्यस्ता व्यक्तिहरू तपाईले चुन्ने कि नचुन्ने प्रश्न यहाँ छ।